एकदमै खुसी खबर आयो है त। अब ट्राफिक सरहरूले चाहिँ सुरुमा चाबी थुत्न नपाउने, लाइसेन्स र बिल बुक कब्जा गर्न नपाउने भन्ने नियम आइरहेको छ। यो चाहिँ एकदम राम्रो नियम हो। यो घटना चाहिँ मसँग नि एकचोटि परेको छ जुन म काठमाडौँ जाँदै थिएँ। मलाई चाहिँ म चेकिङमा परेँ। अनि म चेकिङमा परी चेकिङ परी ठिक छ ल चेकिङ गर्नुपर्छ ठिक छ। म किन ओभर स्पिड पनि थिएन, केही थिएन। म आफ्नो सर र बाटो हिँडिरहेको थिएँ। तर म बाइक रोक्ने बित्तिकै ट्राफिकले मेरो लाइसेन्स र बिल बुक मागेन कि पहिला मेरो चाबी थुत्यो के। जुन मैले त्यो भाग्ने सोरले चाहिँ मैले हिँडेको पनि थिइनँ है। किन आफ्नो सुनेको थिएँ मसँग कागजात पुरै थियो। म नियममै हिँडिरहेको पनि थिएँ। अनि ट्राफिक सरसँग मेरो एकचोटि 20-30 मिनट जति मसँग डिस्कस पऱ्यो। किनकि मेरो चाबी नदिएसम्म म देखाउनेवालामा थिइनँ। अनि मेरो चाबी दिनु मैले देखाएँ म आफ्नो बाटो लागेँ। अनि अनि त्यो घटना मसँग एकचोटि भएको छ। अनि त्यस्तो घटना मसँग मात्रै होइन अरूसँग पनि भएको छ। अनि अहिले आएको नियम चाहिँ एकदम राम्रो है। अब त्यो नियम उल्लङ्घन गरेर भाग्न खोज्नेहरूको त समाउनै पर्छ है। अब नियम उल्लङ्घन नगरी भाग्न खोज्नेहरूको त किन समाउने र। अब त्यही हो। केटाहरू फेरि नियम राम्रो यस्तो आयो भनेर फेरि सर्वजसो पनि बाइक नकुदाउँ, नियममा हिँडौँ, ओभर स्पिड नगरौँ। नियममा नहिँड्नेहरूको चाहिँ फेरि कब्जा गर्ने भन्ने नियम छ नि है, त्यो चाहिँ सबैले त्यही हो। राम्रोसँग बाइक चलाउँ, अनि धेरै ओभर स्पिड नगरौँ, आफ्नो ज्यानको पनि ख्याल गरौँ, आफ्नो घरपरिवारको बारेमा सोचेर बाइक चलाउँ, त्यही हो। अनि आजको लागि मैले यति भन्दै मेरो शब्दहरू यहीँ टुङ्गेँ। ल मलाई अरू केही चाहिँदैन, फलो गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, एउटा सानो कमेन्ट गरिदिनु त्यति भए पुग्छ है त।